हेलो सबैजनालाई। आज चाहिँ नागपञ्चमीको दिन है। बिहानैदेखि पखाल पुखुल पुछपाछ घरभरि अनि त्यसपछि भयो नाग पूजा। यहाँ चाहिँ हाम्रो खड्काजीले चाहिँ नागको फोटो टाँसेर पूजाआजा गर्दै हुनुहुन्छ। अनि नागको पूजा चाहिँ सकेसम्म चाहिँ घरको केटा मान्छेले गर्नु भनेर भनिन्छ होइन। अनि हाम्रो खड्काजी तम्सेर पुरा धुपबत्ती बालेर होइन घन्टी सन्टी बजाएर पूजा गर्नुभयो उहाँले। अनि मैले चाहिँ यसपालि 7 सुते बत्ती पनि रेडी गरिदिएको थिएँ। 7 सुते बत्ती बाल्नु भनेर भन्दो रहेछ नि त। अनि 7 सुते बत्ती पनि बालियो अनि आनन्द लाग्यो है। अनि त्यसपछि सानी छोरीलाई टिका लगाइयो। अब कन्यालाई यसो टिका लगाइदिनु पऱ्यो नि त होइन। पूजाआजापछि त्यति नगरिकन कम्प्लिट हुँदैन भनेर मानिन्छ हाम्रोमा चाहिँ होइन। अनि त्यही भएर अनि त्यसपछि खड्काजीले मलाई पनि टिका लगाइदिस्यो तर दक्षिणा चाहिँ दिसेन मलाई है। अनि त्यसपछि दिउँसो बच्चाहरू स्कुल गइसकेपछि चाहिँ हाम्रो नजिकै चाहिँ यो नागदह पनि रहेको छ कि। नागको ठुलो मेला लाग्छ नागपञ्चमीमा। अनि हामी पनि दिउँसो यसो जाउँ न त एकछिन भनेर यसो होइन। पावन भूमिमा पाइला मात्र टेक्नु पनि ठुलो कुरा हो नि त। अनि मलाई चाहिँ फेरि त्यहाँ गएर बत्ती पनि बाल्नु मन थियो कि। अनि ल जाउँ न त भनेर खड्काजीलाई मनाएर गयौँ त्यता पनि। हाम्रो खड्काजीलाई चाहिँ फेरि यस्तो मेलासेलामा जानु चाहिँ खासै इन्ट्रेस्ट लाग्दैन कि। अनि कर गरेर लगेँ मैले चाहिँ। अनि हेर्नुहोस् न बाटोमा चाहिँ भिडभाड चाहिँ राम्रै छ जस्तो लाग्यो यस्तो मान्छेहरूको चहल पहल देख्दा। अनि त्यहाँ जाँदा पनि निकै बाक्लो रहेछ है भिडभाड चाहिँ। लाखे नाचहरू पनि भइरहेको एकदम रमाइलो लाग्छ कि फेरि मलाई यस्तो मेलाहरू चाहिँ खै किन हो है। सानैदेखि रमाइलो लाग्ने मलाई चाहिँ यस्तो मेलाहरू भनेपछि। अनि यो चाहिँ ठुलो दह छ कि त्यहाँ चाहिँ। अनि अरू बेलामा बोटिङ पनि हुन्छ फेरि यो नागदहमा चाहिँ। अनि हेर्नुहोस् न कमलको फुलको कति छ है। अनि बिरुवाहरू के भन्छ प्लान्ट के। अनि सिजनमा कमलको फुल पनि मजाले ढकमक्क फुल्छ नि फेरि यहाँ त। अनि हाम्रो खड्काजी चाहिँ अघि अघि लागिसक्नुभयो। म चाहिँ यहाँ भिडियो खिच्दै दायाँ बायाँ हेर्दै बिस्तारै बिस्तारै जाँदैछु। अनि यस्तो त्यहाँ पाइला टेक्ने बित्तिकै एक किसिमको कस्तो राम्रो भाइब आउने कि एकदम। अनि यहाँ चाहिँ पुरा लाखे नाचहरू बाजा बजाएर आउनेहरू पनि रहेछ होइन। अनि यो माताजीहरू चाहिँ नागिन बनेर पनि आउनु हुँदो रहेछ कि। नागिनको ड्रेसअप गरेर पुरै सेतो लगाएर चाँदीको अनेक गहना सगहना पुरा नागिन जस्तै भएर आउनु हुँदो रहेछ। अनि पूजासुजा गर्ने रहेछ। पुरा ब्यान्ड बाजा पनि बजाएर आउनुभएको थियो कि कोही कोही चाहिँ। कस्तो रमाइलो लाग्ने कि एकदम डिफ्रेन्ट भाइब के। नेपाली हो नि त होइन। मन त मेरो नेपाली हो नि। एकदम रमाइलो लाग्छ कि मलाई चाहिँ फेरि यस्तो किन खुसी लाग्छ यस्तोमा जानु पाउँदाखेरि चाहिँ। अनि म चाहिँ यहाँ यताउता हेरेँ है। अनिखेरि लाखे नाचेको देखेर चाहिँ बच्चाहरूलाई एकदम मिस भयो कि। मेरो सानी छोरीलाई चाहिँ यो लाखे नाचेको असाध्यै मनपर्छ एकदम एक्साइटेड हुन्छ। अनि हेर अब भक्कु भए अहिले सँगै ल्याएको भए कस्तो खुसी हुन्थ्यो नि जस्तो लाग्यो मलाई। यहाँ केटाहरू पुरा हेर्नुहोस् न हाम्रो यङ जेनेरेसनहरू यो बजाउँदैछ बाजाहरू नेपाली बाजाहरू यो मादल के भन्छ है हो त्यस्तो। अब मैले ठ्याक्क चाहिँ अब नाम मिस्टेक गरेँ भने माफ गर्नु होला। हजुरहरूले कमेन्टमा मेन्सन गर्न सक्नुहुन्छ यस्तोलाई के भन्छ भनेर। अनि हाम्रो यहाँ खड्काजी चाहिँ बत्ती बाल्दै हुनुहुन्छ है। लाइन एकदमै लामो थियो त्यही भएर अब त्यहाँ कुरेर बस्ने टाइम भएन भनेर चाहिँ हामीले चाहिँ बत्ती सत्ती बाल्यौँ छेउबाटै सम्झेर। अनि यसो फोटो खिचौँ न भनेर एक दुईवटा फोटो त खिच्नै पऱ्यो। अनि फोटो खिच्दै थियौँ। यति फोटो खिच्दा खिच्दै हामीले चाहिँ यसो साथीहरू पनि भेट्यौँ त्यहाँ पनि फोटो खिच्यौँ साथीहरूसँग। अनि त्यसपछि ल ल ल घर जानुपर्छ अब बच्चाले लिन जाने बेला भइसक्यो स्कुलबाट छुट्टी हुने बेला भइसक्यो भनेर फेरि घरतिर पनि लाग्यौँ। धेरै फेरि बस्नै पाइएन है। एकछिन यसो हेर्न मन लागेको थियो मलाई चाहिँ अझै बसेर फुर्सदले त्यस्तो मेलामा त होइन। अनि घोडासडा चढ्ने पनि रहेछ है। अनि फर्क्यौँ हामी बुढाबुढी है। बाटोमा चाहिँ यस्तो रमाइलो हरियाली कि यस्तो मजाको फेरि त्यो मलाई चाहिँ फेरि त्यस्तो हरियाली देखेपछि मन थाम्नै नसक्ने कि भिडियो खिचौँ भइराख्ने। अनि त्यो भिडियो पनि खिचेँ। खड्काजीले चाहिँ कति भिडियो खिच्नुपर्ने हो यो केटीलाई भन्दै बसिन्थ्यो। अनि मलाई चाहिँ फेरि थाम्न सक्दिनँ नि त मन हो यस्तो राम्रो यस्तो फ्रेस यस्तो राम्रो वेदरमा किन नखिच्नु भनेर चाहिँ खिच्दै घर फर्क्यौँ।